नमस्कार साथीहरू, आज हामीसँग बजाज कम्पनीको ICX7 इन्डक्सन चुलो रिपेयरको लागि आएको छ। अब यो सर्वप्रथम हामीले यसलाई सिरिज बोर्डमा हालेर हेरौँ के समस्या छ। सिरिज बोर्डमा हाल्दा चुलो अन त लाइन त आयो। अब अन गरेर हेरौँ। भाँडा राख्यौँ, हामीले अन थिच्यौँ। हेर्न सक्नुहुन्छ यसले कुनै पनि प्रकारको एम्पियर लिएन र सिरिज बल्ब पनि जलेन र यसलाई अन गर्दा एकचोटि फङ्सनमा गएर फुल फङ्सनमा गएर अटोमेटिक अफ भइराखेको छ। यसलाई खोलेर हेरौँ के समस्या छ। हेर्न सक्नुहुन्छ साह्रै कोर रहेछ। पहिला हामी यसलाई सफा गरौँ सबै। पिसिबीमा पनि केही पोखिएको जस्तो छ, त्यसलाई पनि सफा गरौँ। सफाउने क्रममा हामीले हेऱ्यौँ, यहाँ एउटा प्रिन्ट त्यो आर्किङले गर्दा, कार्बनले गर्दा स्पार्क गरेर रहेछ। पहिला त्यो प्रिन्ट जोडौँ। र यो प्रिन्ट चाहिँ झुटेको छ। अब एकचोटि हामी यसलाई जोडेर चलाएर हेरौँ के थाहा त्यतिले नै समस्या दिइरहेको थियो कि। सिरिजमा जोडौँ। पावर अन। हेर्न सक्नुहुन्छ अझै पनि सेम समस्या छ। हेर्न सक्नुहुन्छ तल एकदम सफा नै छ, त्यस्तो केही समस्या भएको त देखिन्न। तैपनि एकचोटि बटनहरू यो क्लियरै थियो, यसमा हामीले कुनै पनि बटन खराब भेटाएनौँ। अब मेन बोर्ड खोलेर हेरौँ। यहाँ हेर्न सक्नुहुन्छ मेन बोर्डमा पनि स्पार्किङ छ। स्पार्किङ भएको भागलाई हामी काटेर निकाल्ने प्रयास गर्छौँ। मेन सन्टमा पनि स्पार्किङ छ र फिडब्याकको लाइन पनि स्पार्किङ छ। दुईटैलाई हामी मर्मत गर्ने प्रयास गर्छौँ। यसलाई मर्मत गर्ने प्रयास गरौँ हामी।
हेर्न सक्नुहुन्छ हामीले दुईटै ट्र्याक जोड्यौँ। अब एकचोटि फेरि यसलाई चेक गरौँ। हेर्न सक्नुहुन्छ हाम्रो समस्या अझै पनि सल्भ भएको छैन, अझै पनि प्रब्लम छ। यहाँनिर स्पार्किङ भएकोले गर्दा यो हेर्न सक्नुहुन्छ आइजिबिटी को सोर्स लाइन हो। त्यसकारण त्यो आइजिबिटी को पल्सहरू त्यसमा लागेका जिनरहरू पनि नापौँ। स्पार्किङले त्यो पनि सर्ट हुन पायो। पहिला आइजिबिटी नै नापौँ। आइजिबिटी को फर्स्ट र थर्ड नम्बर पिन सर्ट देखाइराखेको छ। यसको मतलब यसमा लागेको जिनर नापौँ। जिनर सर्ट छ यहाँनिर। जिनर ओपन गरेर हेरौँ। यहाँ हेर्न सक्नुहुन्छ जिनर सर्ट छ। फेरि नापौँ आइजिबिटी। ओके, अहिले ठिकै देखाइराखेको छ। जिनर चेन्ज गरौँ। हामीले यहाँनिर 18 भोल्टको जिनर लगाएर हेरौँ। अब भाँडा राखिराखौँ। अब हेर्न सक्नुहुन्छ स्विचिङ फ्रिक्वेन्सी दिइराखेको छ। अब इन्डक्सनले अन गऱ्यौँ, स्विचिङ फ्रिक्वेन्सी दियो। अब यसलाई सिसा मात्रै लगाएर हामी पानी तताएर हेरौँ। पनि चेक गरिसकेको भएर अब हामी सिधै मेनमा हाल्छौँ। भाँडा राखौँ, पानी राखौँ थोरै, पावर अन 1600 वाटमा छ। हामी फुल 1900 वाटमा चलाऊँ। हेर्न सक्नुहुन्छ 7.9 एम्पियर 8 एम्पियरसम्म दिइरहेछ यसले। अब एकछिनमा पानी पनि तात्न सुरु गर्छ। हेर्न सक्नुहुन्छ पानी पनि उम्लिन थाल्यो। एम्पियर पनि मजाले लिइरहेछ। यसको मतलब हाम्रो जब डाउन भयो भने पावर अफ गरिदिउँ।